हेलो हेलो सबैमा नमस्ते। आज हाम्रो घरमा चाहिँ चिल्ली चिकन स्पेसियली बन्दैछ। देख्न सक्नुहुन्छ तपाईले चिल्ली चिकनका पिसहरू। यो चिल्ली चिकन फ्राई गरेर रेडी छ। यता चाहिँ कडाई पनि रेडी छ अब बन्नको लागि। देख्न सक्नुहुन्छ चिल्ली चिकनको अहिले फ्राई गर्दैछु बन्नु। तपाईं पनि खाना चाहनुहुन्छ भने चाहिँ कृपया मलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ स्पेशली मेरो घरमा है त। अब यो जिन्जर गार्लिक सबै हालेर म्यारिनेट फ्राई गर्दैछु। अब केही छिनमा बाँकी भिडियो देखाउँदै गर्दैछु। अब यसमा अब थोरै अब एड गर्नुपर्ने छ मसलाहरू है त गाइस। देख्न सक्नुहुन्छ फाइनली मसला एड गरेर अब केही छिनमा हल्का हामीले चाहिँ ग्रेभी खाने सोचेर हौँ। धेरै नै हल्का लाइट सेमी टाइप ग्रेभी खाने खोजेकोले अब हल्का एकछिनमा ग्रेभी यसमा थप हल्का ग्रेभी गरिन्छ। हेर्नुहोस् फाइनली ग्रेभीमा पानी एड गरेको छु। रोटी पनि बनेको छ चिल्ली चिकनमा खानको लागि। सेमी ग्रेभी भएको छ। अब टक्क पारेर सेमीमा एड गरिरहेको छु चिल्ली चिकन सेमी ग्रेभी। टक्क हामीले चाहिँ सेमी ग्रेभी बनाएको छौँ। हेर्न सक्नुहुन्छ यो मिक्स एकदम राम्रोले मिक्स गर्नु होला। राम्रोसँग पकाएर तपाईहरुले पनि आफ्नै घरमा बनाएर खान सक्नुहुन्छ। यदि कोही मेरो नजिकमा हुनुहुन्छ भने चाहिँ उहाँहरूले टक्क पारेर मलाई सम्पर्क गरेर बोलाएर घरमै आफ्नै घरमा फेरि हजुर मेरो घरमा त म यो मासु अब लिएर आफै बनाएर खुवाउन सक्दैन तपाईहरुलाई। अझ पाहुनाको हिसाबमा हुनुहुन्छ भने चाहिँ कहिलेकाहीँ बनाएर पनि खुवाउन सकिन्छ है गाइजहरु। अब कहिलेकाहीँ मात्रै आएर यसो चखाउन सकिन्छ, डेली त सकिन्न हैन। फाइनली भइसकेको छ। हेर्न सक्नुहुन्छ तपाईं पनि खान सक्नुहुन्छ। हेर्नुहोस् त है कस्तो लाग्यो तपाईहरुलाई चिल्ली चिकन सेमी ग्रेभी। कृपया लाइक सब्स्क्राइब फलो गरेर मसँग जोडिन।